होइन हो। चुनाव अगाडि त हाम्रो राजसभाको सभापति रवि लामिछानेले युरोपको गल्ली गल्लीमा युवाहरूलाई नेपाल फर्काउने अभियान चलाउँछौँ र युरोपको गल्ली गल्लीमा स्टिकरहरू टसाएर फर्काउने अभियान चलाउँछौँ भनेर भन्नुभएको थियो। चुनाव सकेर सरकार चलाएको नि धेरै महिना भइसक्यो र युरोपको गल्ली गल्लीमा स्टिकरहरू देखिँदैन त। युरोप परेन कि क्या हो? यहाँ खोजे छु, स्टिकरहरू हेरे छु युवाहरू फर्काउने भनेर। युरोपको गल्ली गल्लीमा स्टिकर टसाउँछौँ भन्दै हुनुहुन्थ्यो, खै भेटिँदैन त स्टिकरहरू। कि म कहाँ छु? जङ्गलतिर छु कि क्या हो कि क्या हो? स्टिकरै भेटिँदैन ल साथी हो। यो राजसभा सरकारले साँच्चै नै युवाहरूलाई फर्काउने नै हो त। म पनि नेपाल फर्किनु भनेर यो युरोपको गल्ली गल्लीमा स्टिकरको खोजीमा छु है। म नि नेपालमै के बसेर गरौँ भन्ने उद्देश्यका साथ यो नेपाल फर्किने त्यो कुरालाई लिएर मैले चाहिँ स्टिकरहरू खोजिरहेको छु। यहाँ त म भएकोतिर चाहिँ मैले भेटाइनँ। अब तपाईँहरू भएकोतिर छ भने मलाई सम्पर्क गरिहाल्नु होला है सबैजनाले। म नि फर्केर नेपालमा केही गरी खाउँ भन्ने सोच गरेको छु। के कस्तो हुन्छ सबैजनाले तपाईँहरू भएकोतिर, तपाईँहरू बसेको देशतिर त्यस्तो अभियान चल्दैछ भने मलाई नि सम्पर्क गर्नुहोला। सबभन्दा पहिला चाहिँ म नेपाल फर्किन चाहन्छु, नेपालमा केही गर्न चाहन्छु। अनि यो सरकारले चलाएको अभियानबाट फर्किने हो है त। होइन हो। चुनाव अगाडि त हाम्रो राजसभाको सभापति रवि लामिछानेले युरोपको गल्ली गल्लीमा युवाहरूलाई नेपाल फर्काउने अभियान चलाउँछौँ र युरोपको गल्ली गल्लीमा स्टिकरहरू टसाएर फर्काउने अभियान चलाउँछौँ भनेर भन्नुभएको थियो। चुनाव सकेर सरकार चलाएको नि धेरै महिना भइसक्यो र युरोपको गल्ली गल्लीमा स्टिकरहरू देखिँदैन त। युरोप परेन कि क्या हो? यहाँ खोजे छु, स्टिकरहरू हेरे छु युवाहरू फर्काउने भनेर। युरोपको गल्ली गल्लीमा स्टिकर टसाउँछौँ भन्दै हुनुहुन्थ्यो, खै भेटिँदैन त स्टिकरहरू। कि म कहाँ छु? जङ्गलतिर छु कि क्या हो कि क्या हो? स्टिकरै भेटिँदैन ल साथी हो।